सबैमा नमस्कार, म प्रमोद। यसपालि खर्जमा घाटा लाग्यो मजाले लाग्यो यसपालि त। जस्तो कि हेर्न सक्नुहुन्छ यो मेरो खर्जा खेत, अनि यसपालि खर्दै नराम्रो फलेको कि यो माट पनि खराब हो कि बिउ नै खराब हो के थाहा नै छैन। रोपेको त खर्जै फलेको छैन। खर्जा फलेको छैन भन्दाले पनि पातलो फलेको छ। पातलो फलेको पनि बढ्दा हुन्थ्यो, बढेकै छैन। पातलो फले पनि बढ्दा हुन्थ्यो। यस्तो पर्ती खेत छ के भन्नु। फलेको यो त फलेको भन्नाले पनि नफलेको भन्नु पर्छ। पर्ती खेतलाई त पुरै पर्ती छ, सानो छ क्रिकेट जस्तो। त्यो पनि सुकिसकेको छ, सुकेर टमाटर भइसकेको छ, गिलितिली भएछ पुरै। यसपालि लागेछ घाटा त मजाले लाग्यो। गर्ने अब त यस्तै हो, गर्नुपर्छ। कहिलेकाहीँ घाटा फाइदा हुन्छ, यतिमा हुन्छ भइहाल्छ। घाटा फाइदा जुन कि यहाँ अगाडि हेर्न सक्नुहुन्छ, यो इनार खनेको छ। यो इनारमा एउटा भार छ। यो भारले पानी बोकेर खर्जाको बोटमा दिनु त पर्छ नि, के गर्नु, बोटै मरिसक्यो। त्यसमाथि पनि कागले दिनभरि सताएको गर्छ। खर्जा फुडाइदिन्छ, दुलो पारिदिन्छ, दुलो पारेर छोडिदिन्छ यत्तिकै।